गुड मर्निङ, नमस्ते ट्यापोलो साथीहरू। आज चाहिँ हामी यो पसक पौडा आज चाहिँ हामी बाबा छोरी कहाँ आएको छौँ भन्दाखेरि चाहिँ हामी चाहिँ आएको छौँ तुर्सा है, तुर्सा महाकालीको दर्शनको लागि। किनभने उसको बर्थडेमा प्रत्येक साल अब हामी त आउँछौँ होइन, ऊ आउनु पाउँदैन, पाउँदैन किनभने ऊ होस्टेलमै हुन्छ नि त स्कुलमा, र उसलाई दर्शन गराउनु पाएको थिएन है। ठिकै स्कुल छुट्टी थिएर चाहिँ उसलाई लिएर आएको छु, उसलाई दर्शन गराउँछु, पूजासुजा गराइवरी अनि चाहिँ जान्छु। कत्रो बढेको रहेछ साथीहरू तुर्सा चाहिँ। हामीले यसको यहाँ माथि पौडी खेल्थ्यौँ, आम्मा अहिले त कस्तो भयो त डरलाग्दो। नमस्ते। नमो। धेरै दिनदेखि हामी यहाँ आउने सोचिरहेको थियौँ गाउँ छोरी है। अरू बेला त हामी फ्यामिलीसँग आइरहेको थियौँ, किनकि स्कुलमा हुन्थ्यो, आउनु पाएको थिएन। योपालि चाहिँ त्यही कारणले लिएर आएको पूजा पनि भइसक्यो गाइस। अब चाहिँ छोरीलाई प्रसाद खिलाइदिँदैछु होइन। मेरो छोरी सधैँ निरोगी होस् है, माँ काली माताको आशीर्वाद बनिरहोस्, भोले बाबाको आशीर्वाद पनि बनिरहोस्। मेरो छोरीले सबै सब कुरो होस्, निरोगी होस्।